Are you preparing for your F1 visa interview? Most of the students fail because of these 5 mistakes. Hi everyone, it's me Pankaj Rajbhatta and recently got my US visa. So in this video, I'm going to tell you about 5 common mistakes during your visa interview र ती प्रब्लमहरूको सोल्युसन चाहिँ कसरी ल्याउन सकिन्छ भन्ने बारेमा पनि कुरा गर्नेछु. सो स्टे इन दिस भिडियो. इफ तपाईँहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्छ भनेपछि सब्सक्राइब गरिदिनु होला र लाइक गरिदिनु होला अनि आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला. सो वी आर गोइङ टु स्टार्ट आवर भिडियो. सो फर्स्ट अफ अल, main mistake and the mistake number 1 is lack of confidence. Yeah, you are hearing right. Confidence is the key. हामीहरूको भिजा इन्टरभ्यूमा कन्फिडेन्स भनेको चाहिँ एकदमै आवश्यक हुन्छ. सो कन्फिडेन्ट हुनुपर्छ. नर्भस भइन्छ बट त्यो नर्भसनेसलाई चाहिँ कम गर्नुपर्छ हामीहरूले. अनि हामीले बोल्दाखेरि चाहिँ अब कहिले पनि जस्तै हामीहरूले काम भएर बोल्नु पर्यो अनि लाइक आई कन्ट्याक्ट हुनु पर्यो. दिज अल थिङ्स कम्स अन्डर कन्फिडेन्स. अनि हामीहरूले चाहिँ यो कन्फिडेन्ट बिल्डअप गर्नुको लागि चाहिँ गर्नुपर्ने काम भनेको चाहिँ लाइक मक इन्टरभ्यूहरू दिइराख्ने अनि मिररको अगाडि बसेर प्र्याक्टिसहरू गरिराख्ने. जस्तै मिररमा आफैलाई आफ्नै आई कन्ट्याक्ट गरेर हामीहरूले चाहिँ त्यो प्र्याक्टिस गर्ने. एन्ड मिस्टेक नम्बर 2 इज गिभिङ लङ आन्सर्स. या, यु आर हियरिङ राइट. लामो लामो आन्सरहरू दियो भनेपछि भिजा अफिसर विल बी इरिटेट. अनि उसलाई चाहिँ लाग्छ जे पाउनु पर्ने हो उसले सुन्दैन. सो हामीहरूले आन्सरहरूलाई सर्ट एन्ड स्पेसिफिक बनाउनुपर्छ. लामो आन्सर दिँदाखेरि चाहिँ हाम्रो जुन भन्नुपर्ने मेन कुरा हुन्छ त्यो भन्न छुटाइरहेको हुन्छ. बिकज भिजा अफिसियर विल नट लेट यु स्पिक लार्ज अमाउन्ट अफ वर्ड्स. आई मिन त्यति टाइम हुँदैन हामीसँग. सो स्पेसिफिक भएर सर्ट आन्सरहरू बनाउने अनि त्यसरी चाहिँ भन्नुपर्छ. डिरेक्टली पोइन्टमा आउने. फर इक्जाम्पल कुनै क्वेसन सोध्यो, अब वेट दिस मेजर सोध्यो भनेपछि हामीहरूले अब यताउति भन्नुभन्दा पछि के गर्ने कि हाम्रो पास्ट एकाडेमिक्सलाई र करेन्टलाई हामी के गर्न गइरहेका छौँ त्यसलाई कनेक्ट गर्ने अनि त्यो गरेर चाहिँ म नेपालमा के गर्छु भनेर डिरेक्टली भनिदिने. नेपालको प्रब्लमहरू देखाउने अनि त्यो चाहिँ म युएस पढेर नेपालको प्रब्लमलाई सोल्भ गर्छु भन्ने टाइपको आशय हुनु पर्यो. एन्ड द थर्ड कमन मिस्टेक इज नट ह्याभिङ प्रपर फाइनेन्सियल प्रुफ. यस, फाइनेन्स पनि युएस भिजा इन्टरभ्यूमा एकदमै महत्त्वपूर्ण हुन्छ. जस्तै अब हामीहरूले उसले चाहिँ भिजा अफिसरले सिओएको बारेमा अथवा कस्टको बारेमा अथवा हु विल बी स्पोन्सरिङ योर एजुकेसन यस्तो यस्तो टाइपको क्वेसनहरू गर्छ भनेपछि उसले अलि फोकस्ड भएर गर्छ. ही विल बी लिसनिङ योर आन्सर्स केयरफुल्ली. एन्ड यदि हामीहरू झुटो बोलिरहेको छौँ अथवा कन्फिडेन्टली भनिरहेको छैनौँ भनेपछि ही विल डिनाई योर भिजा. त्यही भएर त्यो क्वेसनमा चाहिँ उसले अलि फोकस्ड भएर चाहिँ आई टु आई कन्ट्याक्ट गर्न खोज्छ. एट द्याट टाइम डोन्ट बी नर्भस. जे छ त्यो कुराहरू भनिदिने. यदि उसलाई त्यो सफिसियन्ट लागेन भनेपछि ही विल रिजेक्ट योर भिजा. सो दिस इज द मोस्ट इम्पोर्टेन्ट पार्ट. बेसिकल्ली जब तपाईँको सिओए हाई छ भनेपछि चाहिँ यो क्वेसन इज द की होइन. सो त्यो भयो. अनि त्यसपछि चाहिँ अब यदि हामीहरूले फोर्थ मिस्टेक गर्ने भनेपछि लाइङ एन्ड प्रोभाइडिङ फल्स इन्फर्मेसन. यस, यदि हामीहरूले DS-160 भरेको इन्फर्मेसनबाट हामीहरूले भनिरहेको इन्फर्मेसनहरू मिसम्याच भयो भने ही विल डेफिनेटली रिजेक्ट योर भिजा. सो झुटो बोल्नु भएन. जे डिएसमा छ त्यो भन्ने अनि भन्दाखेरि चाहिँ कन्फिडेन्टली भन्नुपर्छ. बिकज दे आर प्रपर साइकोलोजिस्ट. उनीहरूले हामीहरूको साइकोलोजी पढिरहेको हुन्छ. सो झुटो बोलेको अथवा त्यस्तो छ भनेपछि ही मे डिटेक्ट. त्यही भएर कन्फिडेन्सली भन्न सक्नुपर्छ. एन्ड द फिफ्थ मिस्टेक इज सोइङ इन्टेन्ट टु लिभ इन युएसए. एज हामीहरूले चाहिँ भिजा अफिसरलाई हामी नेपालमै फर्किन्छौँ भन्ने विश्वास पार्नुपर्छ. सो मेरो चाहिँ नेपालमा करियर गोल छ सर्टेन एउटा बनाउने के एउटा म चाहिँ नेपालको लागि यस्तो गर्छु भन्ने बनाइराख्ने. स्पेसिफिक हुनु पर्यो, लाइक युनिक हुनु पर्यो. एन्ड
उसले चाहिँ लाग्नु भएन कि होइन त्यो गर्नलाई चाहिँ नेपालमै पनि हुनसक्छ भन्ने चाहिँ लाग्नु भएन भिजा अफिसरलाई। सो यी कुराहरूमा ध्यान दियो भनेपछि हामीहरूको भिजा चाहिँ लाग्ने चान्स हुन्छ। अनि बोनसमा चाहिँ फर्मल्ली ड्रेसअप गरिराख्ने अनि अलि अलि लाइक जेन्टलम्यान टाइपको देख्नु पऱ्यो। आई डोन्ट थिङ्क कि अब ड्रेसअपले त्यतिको फरक पार्छ, बट कन्फिडेन्स एन्ड प्रोभाइडिङ आन्सर्स करेक्टली, short and specific answers and truthful answers and hand gestures, eye contact, these all things are very important. So that's all for today. I hope this video is so informative. अनि तपाईँहरूलाई पनि यो भिडियो हेल्प गरेको हुनसक्छ। यदि हेल्प गरेको छ भन्ने लाग्छ भनेपछि लाइक गरिदिनु होला र कमेन्ट डाउन तपाईँहरूलाई के बारेमा भिडियो चाहिन्छ हामी त्यसमै बनाउनेछौँ। एन्ड तपाईँहरू नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला र आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला जसलाई चाहिँ यस सम्बन्धी टिप्सहरू चाहिन्छ। सो थ्याङ्क यू फर वाचिङ। हेभ अ नाइस डे।